केही आउँदैन, इक्जाम आइसक्यो। 14 गतेदेखि एक्जाम छ तपाईँहरूको। आज 10 गते, एक्ज्याक्टली अब 3 दिन मात्रै बाँकी छ। भोलि 11 गते, पर्सि 12 गते, निकोर्सि 13 गते। 14 गतेदेखि त तपाईँहरूको एक्जाम नै स्टार्ट हुन्छ होइन। अब मलाई सर केही नै आउँदैन, के गर्ने त? मलाई पास हुने यस्तो महामन्त्र चाहियो। मलाई यति हेरिसके पछाडि ठिक होस्, म बरु यही सारेर आऊँ, यसो गरौँ, म पास चाहिँ हुन पर्यो। एनी हाउ मलाई ए प्लस पनि चाहिएन, जस्ट मलाई पास भए पुग्छ भन्ने धेरैको सोच हुन्छ है। त्यसको लागि म तपाईँलाई एउटै मात्र कुरा भन्छु, 3 दिन बाँकी छ। 3 दिन बाँकी भए तापनि त्यसलाई राम्रोसँग प्रिपेयर गर्नुहोस् ल। ठिक छ। म कसरी पास हुने भन्ने आइडिया त तपाईँहरूलाई दिन्छु दिन्छु, तर एउटै पनि कुनै पनि टपिकलाई नछोड्ने, थोरै भए पनि त्यो टपिकहरूलाई टच चाहिँ गर्ने के। ग्रामरको सबै टपिकलाई हेर्नुहोस् एटलिस्ट, छोड्दै नछोड्नुहोस्। भोकाबुलरीको सबै टपिकलाई हेर्नुहोस् एटलिस्ट, त्यसलाई पनि छोड्दै नछोड्नुहोस्। स्टोरी सबै बुझ्नुहोस्, सकेसम्म लेख्नलाई कोसिस गर्नुहोस्। ठिक छ। ट्राई टु राइट है, ट्राई टु राइट। कुनै क्वेसन पनि नछोड्ने, जसरी हुन्छ लेख्ने। फ्री राइटिङ छोड्दै नछोड्ने। मैले भनेको छु फ्री राइटिङको सबै फर्मेट दिएको छु, सबै तपाईँहरूलाई मैले पढाइसकेको छु। ठिक छ। एनी हाउ के, जुनसुकै कस्टमा, एट एनी कस्ट तपाईँले गर्नै पर्छ। एक्जाम हल टाइट होला, मैले केही गर्न पाउँदिनँ होला, यताउता हेर्न पाउँदिनँ होला, त्योसँग सरोकार भएन। एक्जाम हल तपाईँको पेन तल झरेर माथि यसो तलबाट लिन नसक्ने अवस्था भए पनि केही फरक परेन। जस्ट तपाईँसँग जे छ, वाट यु ह्याभ, वाट यु निड, त्यो सोचेर भए पनि तपाईँले राम्रोसँग प्रिपेयर गर्नुहोस् है। यो 3 दिनलाई बबाल तरिकाले प्रिपेयर गर्नुहोस्। तपाईँले दिनमा 4 घन्टा पढ्नुहुन्छ कि 5 घन्टा पढ्नुहुन्छ कि एउटा मात्रै सब्जेक्ट छ भने पनि, एउटा मात्रै सब्जेक्ट छ भने पनि केही फरक परेन। त्यसको लागि कति टाइम दिनुपर्छ, कति एटेन्सन पे गर्नुपर्छ, गर्नु पर्यो तपाईँहरूले। त्यति काम त गर्नु परेन भने फेरि यो वर्ष, यो पल, यो सिचुएसन्स अनि यो टाइम, यो इनर्जी फेरि नआउन सक्छ क्या अर्को वर्ष। कुरा बुझ्नु भएन? त्यही भएर जति सकिन्छ, जे सकिन्छ अहिले गर्नु पर्यो। ठिक छ। कुरा बुझ्नुभयो कि नै? अहिलेदेखि केही डराउनु पर्दैन। ती एक्जामका कपी चेक गर्ने मान्छेहरू पनि मान्छे नै हुन्, तपाईँ हामी जस्तै मान्छे हुन्। कुरा बुझ्नुभयो नि? सो त्यो भएको कारणले गर्दा जहिले पनि लेख्ने चाहिँ स्ट्राटेजी थाहा हुनु पर्यो क्या। सबैभन्दा सुरुमा जे आउँछ त्यो लेख्ने, अनि मात्रै बिचमा चाहिँ यसो त्यसो ओलाङ टोलाङ गर्ने क्या। आफू जेमा स्योर हुनुहुन्छ नि सुरुमा, त्यो कुरा गर्ने, अनि मात्रै बिचमा चाहिँ अरू नआएका कुराहरू, अलिक मिस्टेक होला जस्तो कुराहरू, अलिक कन्फ्युजिङ कुराहरू चाहिँ अनि बिचमा लेख्ने। फर्स्ट इम्प्रेसन इज अलवेज लास्ट इम्प्रेसन। सुरुमा जति इम्प्रेसन पार्नुहुन्छ, लास्टमा पनि त्यही कुराले म्याटर गर्छ। त्यही भएर फर्स्टमा राम्रो राम्रो लेख्नु भएको छ, सबै मिलेको छ। ग्रामरको सब आउँछ भने ग्रामरबाट सुरु गर्नुहोस् न। भोकाबुलरीको सबै आउँछ भने भोकाबुलरीबाट सुरु गर्नुहोस्। यदि तपाईँलाई लाग्छ मैले अनसिन्स प्यासेज सबै गर्न सक्छु भन्ने लाग्छ भनेदेखि, अनसिन्स प्यासेजको ट्रु फल्स गर्नुहोस्, अनसिन्स प्यासेजको क्वेसन एन्सर गर्नुहोस्, अनि त्यस पछाडि तपाईँले त्यो गर्नुहोस् न होइन। अनसिन्स प्यासेजकै ए नम्बरमा आउने फिल इन द ब्ल्याङ्क्स गर्नुहोस्। मलाई लाग्छ मैले फिल इन द ब्ल्याङ्क्स चाहिँ अलिक मिस्टेक गर्न सक्छु जस्तो लाग्छ भने, पहिला बी नम्बरको गर्ने, सी नम्बरको गर्ने, किन क्वेसन एन्सर त्यहीँ हुन्छ, ट्रु फल्स पनि त्यहीँ हुन्छ, पढ्ने त हो नि, मैले सिकाएको छु। त्यो गर्ने, अनि मात्रै सीको गर्ने के। एटलिस्ट सुरुको क्वेसनको एन्सर चाहिँ बबाल लेख्नुहोस् के, बबाल नै लेखिदिनुहोस्। त्योभन्दा पछाडि उसले कपी चेक गर्ने मान्छेले जज गरोस् कि ओके यो मान्छेको सबै राम्रो छ भनेर, टक 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 सबै कुरा दिँदै दिँदै जाओस्। ठिक छ। डराउनु पर्दैन। एक्जाम हल भनेको तपाईँलाई चाहिँ बाघ भालु भए ठाउँमा लगेर थुनिदिने कोठा होइन, जस्ट तपाईँले सिकेका कुरालाई प्रेजेन्ट गर्ने ठाउँ हो है। त्यही भएर टेन्सन केही पनि गर्नु पर्दैन, डराउनु पर्दैन। आजैदेखि मान्छेले त यताउता यसो त्यसो भन्न थाल्नुहुन्छ कि, धेरैजनाको समस्या हुन्छ। कतिजनाको एडमिट कार्ड लिनु भएको छैन होला, एडमिट कार्ड लिनुहोस्। एटलिस्ट 2टा बल पेन युज गर्नुहोस्, जुन पेनले युज गरिरहनु भएको छ त्यसले लेख्नुहोस्। ठिक छ। स्केल बोक्नुहोस्, पेन्सिल युज गर्नुहोस् है। ह्यान्ड राइटिङ राम्रो बनाएर लेख्नुहोस्। र मेरो एउटै मात्र सजेसन हुन्छ, एक्जाममा धेरैजना फेल हुनुको कारण भनेको डराउने। ठिक छ। डराउनु हुँदैन, एक्जाम भनेको केही पनि होइन, जस्ट चिल के। ठिक छ। पास भए ठिक छ, पास भएन भने पनि ठिक छ। पढ्ने मान्छे फेल हुने हो है। स्ट्रेस लिएर, सुत्दै नसुतेर टेन्सन लियो भनेदेखि झन् धेरै फेल हुन्छ है। त्यही भएर फेल हुँदैन, जस्ट भएका कुराहरूलाई, जानेका कुराहरूलाई प्रेजेन्ट गरेर आउनु पर्यो। कुनै पनि क्वेसन छोड्नु भएन। इङ्ग्लिस गाह्रो सब्जेक्ट होइन, जे लेखे पनि पास हुन्छ भन्ने कुरा चाहिँ होइन। तर तपाईँले कपीलाई चाहिँ खाली छोड्नु भनेदेखि एटलिस्ट पास हुन्छ भन्ने चाहिँ तपाईँको त्यहाँनिर स्ट्राटेजी आउँछ कि। तपाईँले कपीलाई खाली छोड्नु भएको छैन भनेदेखि चाहिँ पास हुन्छ भनेर ढुक्क भयो हुन्छ। कुरा बुझ्नुभयो नि? टिचरले कपी चेक गर्ने मान्छेले मार्क्स दिने ठाउँ चाहिएन भने चाहियो नि त। ल ओके। सो मैले योभन्दा अघिल्लो वर्षमा पनि यो भिडियो सबै बनाइसकेको छु। म त्यही भिडियो पठाइदिन्छु। जे जति छ आज जति भ्याइन्छ ठिक छ, नभएको भोलि गरौँला। तर मैले यो भिडियोमा हरेक स्टोरीबाट एक्ज्याक्ट टु दी पोइन्ट, हरेक पोइमबाट एक्ज्याक्ट टु दी पोइन्ट,
हरेक 1 प्लेबाट एक्ज्याक्ट टु दि पोइन्ट, अनि हरेक एसेबाट एक्ज्याक्ट टु दि पोइन्ट, लाइक चिट सिट जस्तो के, जे सोधे पनि एटलिस्ट यति चाहिँ लेखिदिएर आउनुहोस्। आउँदै आएन भने प्रभुहरू यति चाहिँ लेखेर आउनुहोस्। आउँछ तपाईँलाई क्वेसनले सोधेको कुरा गर्न आउँछ त्यही अनुसारले भने त्यही अनुसारले गर्नु पर्यो, बेटर मार्क्स हो नि त हामीले त, होइन? ठिक छ ल। ओके, सो हामीसँग सबैभन्दा सुरुमा स्टोरीबाट सुरु गर्छौँ। के छ तपाईँको कोर्सको कन्टेन्टहरू भन्ने कुरा हो, होइन? हामीसँग इन्क्लुडिङ भनेको स्टोरी छ, 1 प्ले छ, पोएम छ, एसे छ, ग्रामर छ, भोकाबुलरी छ, यति होइन? स्टोरीबाट 7 मार्क्सको, पोएमबाट 5 मार्क्सको, 1 प्लेबाट 5 मार्क्सको, एसेबाट 5 मार्क्सको, फ्री राइटिङबाट 25 मार्क्सको, ग्रामरबाट तपाईँलाई 10 मार्क्सको र भोकाब्सबाट 5 मार्क्सको। ग्रामर र भोकाब्स त मैले तपाईँलाई यति पढाएको छु, पुग्दो प्र्याक्टिस गराएको छु, होइन? भोकाबुलरी लेस प्र्याक्टिस होला, तर ग्रामरको इनफ पुग्ने क्वेसन्स र प्र्याक्टिस गराइसकेको छु। त्यो ग्रामरको 1 शट भिडियो र 1 शटको पिडिएफ छुटाउँदै नछुटाउने है, सबै हेर्न पर्यो, सबै प्र्याक्टिस गर्नु पर्यो। कुरा बुझ्नुभयो नि? टेन्सन केही पनि गर्नु परेन, जस्ट प्र्याक्टिस चाहिँ सबै गर्नु पर्यो। ओके ओके, अब सबैभन्दा सुरुमा हामीसँग स्टोरीको कुरा गरौँ। स्टोरीमा यो नाइबर्स भन्ने स्टोरी छ है। नाइबर्स भनेको छिमेकी, नेबर्स भनेको, होइन? सो नेबर्स भनेको छिमेकी, छिमेकी भन्ने कथा टिम विस्टनले लेखेका। तपाईँले यहाँबाट 5 मार्क्सको क्वेसन सोध्दैन, त्यही भएर राइटर कसले लेखेको, के लेखेको भन्ने कुरासँग सरोकार छैन। क्वेसनले जे सोध्छ त्यसको एन्सर आउनु पर्यो हामीलाई। यदि आउँदै आएन भने पनि एटलिस्ट यो कुराहरू यहाँ देखिरहनु भएको कुराहरूलाई नछोड्नुहोस् ल, लेखेरै आउनुहोस्। आउँदै आएन भने समथिङ इज बेटर देन नथिङ, केही हुँदै नहुनु भन्दा केही हुनु राम्रो हो। त्यही भएर यो लेखेरै आउनुपर्छ। कुरा बुझ्नुभयो नि? एनी हाउ लेखेर आउनुहोस्, त्योसँग सरोकार भएन कि केही हुँदै नहुनु भन्दा त केही हुनु राम्रो हो नि त। टिचरले पनि मार्क्स दिनुलाई त केही न केही ठाउँ त चाहियो नि, प्रभुहरू चाहिन्छ कि, ठाउँ चाहिन्छ। त्यही भएर त्यो ठाउँ नछोड्ने। जस्तो यो स्टोरीमा के छ भन्दाखेरि चाहिँ भर्खरै न्युली म्यारिड भएका कपुलहरू चाहिँ एउटा ठाउँ छोडेर अर्को ठाउँमा सिफ्टेड हुन्छन्। अस्ट्रेलियाको कुनै एउटा सोसाइटीको बारेमा कुराकानी हुँदैछ, ठिक छ? अनि उनीहरूले सुरुमा जाँदाखेरि छिमेकीहरूले चाहिँ गरेको जुन एउटा डिस्क्रिमिनेसन, गरेको एउटा गलत जजमेन्ट, होइन? त्यस पछाडि उनीहरूले त्यहाँ फेस गर्नु परेको समस्या, अनि बिस्तारै बिस्तारै छिमेकीहरूसँग घुलमिल हुँदै गइसके पछाडिको चाहिँ सिचुएसन, होइन? हो, यो कुराको बारेमा यो स्टोरीमा डिस्क्राइब गरिएको छ। अब सर्टकटमा बुझ्नु पर्यो। यो स्टोरीको सिन भनेको चाहिँ 2 जना कपल हुन्छन्। उसको वाइफ चाहिँ हस्पिटलमा काम गर्छिन्, हस्बेन्ड चाहिँ जर्नालिस्ट हो, घरमै बसेर काम गर्छ हस्बेन्डले चाहिँ। त्यस पछाडि वाइफ चाहिँ के छिन् त भन्दा हस्पिटलमा काम गर्छिन्। छिमेकीहरूले हस्बेन्ड चाहिँ घरमा बसेर काम गर्ने, वाइफ चाहिँ हस्पिटलमा काम गर्ने भइसके पछाडि अलिक अर्कै तरिकाले सोध्छन्, होइन? सुरुमा उनीहरूले भन्छन् ओहो ऊ त अल्छी रहेछ कि, लेजी रहेछ कि, साई रहेछ कि भन्ने प्रकृतिले सोध्छन्। पछि फेरि उनीहरूले एज अ पोजिटिभ वेबाट सोच्दाखेरि चाहिँ ऊ त हेल्पफुल रहेछ, वाइफलाई सहयोग गर्ने खालको मान्छे रहेछ भनेर सोध्छन्, होइन? अनि छिमेकीमा पनि के हुन्छ त भन्दा प्रेग्नेन्ट हुन्छन्, वुमेन प्रेग्नेन्ट हुन्छन्। प्रेग्नेन्ट भइसके पछाडि चाहिँ सबैजनाले आउँछन्, माया गर्छन्, होइन? सर्भ गर्छन्। एउटा बुढो मान्छे हुन्छ कान नसुन्ने, उसले चाहिँ भालेको कक हाउस बनाइदिन्छ। त्यस पछाडि तपाईँको चाहिँ सबै त्यहाँको भेजिटेबल्स गार्डन्सहरू चाहिँ राम्रो बनाइदिन्छ, होइन? त्यो सबै कुराहरू चाहिँ के छ त भन्दाखेरि चाहिँ एज अ वाइज 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 सिक्वेन्स वाइज भएको छ। सुरुमा आउँदा एउटा बच्चा अलिक फटा खालको हुन्छ, आएर त्यहीँ ढुकाको छेउमा सुसु गरिदिन्छ। अलिक परबाट चाहिँ मान्छेलाई पिटेको हो कि, झगडा हो कि, कस्तो भाइलेन्स हो कि, त्यस्तो प्रकृतिको आवाज आउँछ। त्यस पछाडि चाहिँ त्यो महिलाले सोध्छिन् ओहो सबै छिमेकीहरू त गलत नै रहेछन् नि, कसले माया गर्दो रहेछ र भनेर सोध्छिन् महिलाले। त्यसलाई फ्र्याक्चर डायलग भनिन्छ यो स्टोरीको, होइन त? हो, यही कुरा हेर्न पर्यो क्या। अब छिमेकीहरूले त्यो महिलालाई कसरी सहयोग गरिन् त भन्दाखेरि चाहिँ बाई प्रोभाइडिङ द एडभाइसिङ, बाई प्रोभाइडिङ द भेजिटेबल्स, होइन? बिल्डिङ द कक हाउस, यही होइन त? हो, यो कुराले चाहिँ जान्नु पर्यो क्या। यो स्टोरीमा यस्तो यस्तो भनेको छ, यति कुरा छ। यति थाहा पाइसकेपछि क्वेसन जस्तो सुकै सोधोस्, यु क्यान डु इट इजिली, यु क्यान डु इट इजिली। जहिले पनि याद गर्नुपर्ने कुरा है फेरि, ठिक छ? के गर्नुपर्ने भन्दाखेरि चाहिँ मैले यहाँ हाइलाइटेड गरिदिएको वर्ड छ नि, यो यहाँ राखिदिएको चाहिँ की पोइन्ट हो क्या, की पोइन्ट। यो स्टोरीको थिम हो। अब हरेकमा थिम लेख्ने त होइन खासमा त। एन्सर त क्वेसनले जे सोधेको छ त्यही लेख्नु पर्यो। तिमीले खाना खायौ भन्दाखेरि चाहिँ हामी सबैले खाना खान्छौँ, खाना खानु राम्रो हो, स्वास्थ्यको लागि फाइदाजनक हो भनेर लेख्नु त राम्रो होइन। खाना खायौ भन्दा खाना खाएँ भनेर लेख्नु राम्रो हो, है? तर अब खाना खायौ भनेर भन्दाखेरि खाएँ भनेर भन्न आएन भने त खाना खानु राम्रो हो भनेर लेख्नु पनि राम्रै हो कि। कुरा बुझ्नु भएन? केही नहुनु भन्दा केही हुनु राम्रो हो। त्यही भएर चाहिँ मेरो तपाईँहरूको लागि बेस्ट 2 मार्क्समा एटलिस्ट एकै आयो भने पनि पास हुन्छु भन्ने केही होप हुन्छ के, जसलाई इङ्ग्लिस आउँदै आउँदैन। कुरा बुझ्नु भएन? इङ्ग्लिस आउनेको लागि मात्र होइन कि, इङ्ग्लिस नआउनेको लागि पनि समस्या हो नि। 2 दिन बाँकी छ, 3 दिन बाँकी छ, के गर्ने त? रटेर हुन्छ कि, पढेर हुन्छ कि, के गरेर हुन्छ कि, पास त गर्नै छ नि त, होइन?
यस्तो गर उस्तो गर यो सिक त्यो सिकतिर लाग्ने होइन। जे सिक्नु भएको छ सिकेको कुरालाई अझ प्र्याक्टिस गर्नुहोस्, अझ रिभाइज गर्नुहोस्। नयाँ कुरा सिक्नतिर लाग्नुभयो भने बिर्सिन्छ अलिअलि भएको पनि है। ल कुरा बुझ्नुभयो नि। जसलाई केही आउँदैन प्रभुहरू हरेक स्टोरीको सिन याद गर्नुहोस्, त्यही सिनलाई लेखेर आउनुहोस्। हरेक स्टोरीको पोएमको है। पोएममा पनि मैले दुईटा पोएम तपाईँलाई हाइलाइट गरिदिएको छु, याद गर्नु होला। एउटा नाइबर्स भन्ने स्टोरी एकदम भेरी मच इम्पोर्टेन्ट, रेस्पेक्टेबल वुमन भन्ने भेरी मच इम्पोर्टेन्ट छ। त्यस पछाडि अर्को भनेको हाल क्लोज आइज अफ द बुद्ध स्लोली सिङ्किङ द सन, डेभोटेबल, र त्यस पछाडि अर्को ट्रिजर इन द फरेस्ट। यो स्टोरीहरू भेरी मच इम्पोर्टेन्ट छन् होइन। 6-7वटा स्टोरीमा 5वटा चाहिँ इम्पोर्टेन्ट छ, अरू चाहिँ अब सोध्ला पनि नसोध्ला पनि भन्दा पनि योभन्दा अगाडि सोधेका नसोध्न सक्छ। त्यही भएर यो 5वटा चाहिँ भेरी मच इम्पोर्टेन्ट छ है। कुरा बुझ्नुभयो नि, भेरी मच इम्पोर्टेन्ट छ। अब इक्जाम्पलको लागि यहाँ हेर्नुहोस् त, वाट डज द फ्याक्चर डायलग मिन इन द स्टोरी। यो स्टोरीको फ्याक्चर डायलग के त भन्दा, इन टिम विस्टन स्टोरी नाइबर्स द term fracture dialogue likely refer to the challenges and the difficult in the communications and understanding that arises between the characters due to the cultural and the linguistic differences। हेर्नुहोस् त, केही आएन भने पनि यहीँ रहेछ नि त यही आन्सर त। क्वेसन सोध्यो भने पनि यहीँ रहेछ, सबै रहेछ। लिङ्ग्विस्टिक, स्ट्रङ सेन्स अफ कम्युनिटी एड्स, कपल सिनिङ द इन्टोलरेन्स, प्रिजुडाइज, डिस्क्रिमिनेसन्स कम्स फ्रम द ल्याक अफ नोलेज एन्ड नेभरिङ इज अ स्टोरी अबाउट द न्युली म्यारिड कपल लिभिङ मल्टिकल्चरल मल्टिलिङ्ग्वेजल सर्बब नेबरहुड। त्यही रहेछ, त्यही रहेछ। एन्सर लेख्दा पनि आउने त्यही रहेछ। अर्को हेर्नुहोस् त, अर्को क्वेसन के छ, हाउ डिड द नेबर रेस्पोन्ड अबाउट द वुमन प्रेग्नेन्सी। द नेबर रेस्पोन्स टु द वुमन्स प्रेग्नेन्सी बाई स्माइलिङ टायर्डलेसली। भनेको मतलब चाहिँ के गर्छन् त, हेर्छन्, माया गर्छन्, त्यस पछाडि तपाईँको चाहिँ के गर्छन्, यस्तो गर्नु हुँदैन भन्छन्, स्ट्रिटहरू बनाइदिन्छन्, त्यस पछाडि तपाईँको कक हाउसहरू बिल्ड गरिदिन्छन्, त्यही होइन। त्यस पछाडि विभिन्न तपाईँको स्विट्सहरू लिएर आउँछन् समर प्रोजेक्टमा, होइन त हो। यही कुरा यसरी चाहिँ सहयोग गरेका छन् भनेर भन्नु पर्यो क्या है। ठिक छ, यसरी लेख्नु पर्यो। अर्को स्टोरी छ हाम्रो, के हेर्नुहोस् त, अनएक्सपेक्टेबल वुमन। अनएक्सपेक्टेबल वुमनमा अब सम्झिने क्या, यसमा के छ भनेर सम्झिने। यो रेस्पेक्टेबल वुमनमा क्यारेक्टर को छ, एउटा मिसेस ब्रोडा भन्ने छ, त्यस पछाडि ग्यास्टोन्स भन्ने छ, त्यस पछाडि गोबर्नियल्स भन्ने छ। ग्यास्टोन्स भनेको मिसेस ब्रोडाको हस्बेन्ड। ग्यास्टोन एकदम सपोर्टिभ छ होइन, हेल्पफुल छ, माया गर्ने छ, लभिङ छ, एमिएबल छ, सम्झिहाल्नु पर्यो क्या। अब तपाईँले क्यारेक्टरको बारेमा सोध्यो भने त्यही लेखिदिइहाल्ने। त्यस पछाडि अर्को के बुझ्नु पर्यो, अनि कम्पेरिजन गर्दाखेरि गोबर्नियल भनेको ग्यास्टोन्सको साथी, ग्यास्टोन्स भनेको को हो त भन्दाखेरि मिसेस ब्रोडाको हस्बेन्ड। अनि मिसेस ब्रोडाको हस्बेन्डको साथी र मिसेस ब्रोडाको चाहिँ लभ पर्छ क्या, लभ पर्छ, डिपली पुग्छन्। अब चाहिँ होइन, यदि मैले उहाँसँग बिहे गरेँ, यदि मैले मेरो हस्बेन्डलाई छोडेँ, यदि मैले चाहिँ उहाँसँग चाहिँ बिहे गरेर गएँ भनेदेखि त सोसाइटीमा मेरो इज्जत के रहला, मेरो हस्बेन्डको इज्जत के रहला भनेर उनले सोध्छिन्। लास्टमा ब्रेकअप हुन्छ, त्यस पछाडि यो स्टोरी नै सकिन्छ होइन त हो। यही कुरा चाहिँ तपाईँले थाहा पाउनु पर्यो क्या, के भनेको छ, के कुरा छ, यसको थिम के हो, यसले के भन्दैछ। यति कुरा थाहा भइसके पछाडि यसमा यो स्टोरीमा को मान्छे छन्, यसले के भनेको छ भन्ने कुरा थाहा भइसके पछाडि अब 7वटा स्टोरी छ जम्मा होइन। मैले हरेक स्टोरीको एउटा एउटा क्लासमा पढाएको छु। गुगल क्लासरुममा हरेक स्टोरीको भिडियो छ, त्यो स्टोरीलाई पुरै सुनिदिनुहोस् न। 2x मा राखेर सुन्नुहोस् नि। 1x मा भ्याउनु भएन भने 2x मा राख्नुहोस्, दुईटा स्पिड बनाइदिनुहोस् ल। 2x स्पिड बनाउनुहोस् अनि सुनिदिनुहोस् ल होइन। गुटुङटुङ सुन्ने मात्रै भयो भने पनि धेरै कुरा बुझिन्छ कि, सुनेर मात्रै पनि बुझ्नु भएन। त्यही भएर गुटुङ टुङ 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 सुन्ने है। अनि यो जुन छ नि, यहाँबाट जस्तो क्वेसन सोध्नुहोस् ल, मानौ मिसेस ब्रोडा टोल्ड हर हस्बेन्ड सी ह्याड ओभरकम एभ्रिथिङ, सी ह्याड ओभरकम। मिसेस ब्रोडाले चाहिँ उसको हस्बेन्डलाई भनिन्, म यो सबै योबाट चाहिँ म बाहिर निक्लिसकेँ, यो जालोबाट। अब तपाईँलाई लाग्छ कि उसले ठिक भनिन्, ऊ बाहिर निक्लिसकेकी थिइन्। अब अन्टिल त्यो टाइमसम्म उसले भन्ने बेलासम्म होइन, त्यो भन्ने बेलासम्ममा चाहिँ उनी निस्किसकेकी थिइन्। किन भन्दाखेरि उसले हस्बेन्डले भनेको मानेको थियो होइन, हस्बेन्ड सपोर्टिभ थियो। त्यस पछाडि चाहिँ यो गोबर्नियरलाई फार्म हाउस छोडेर जान भनेको थियो, छोडेर गइसकेको थियो, र उनीहरू लिभिङ टुगेदर ह्याप्पिली होइन, एकदम ह्याप्पिली के गर्दै थिए, उनीहरू बस्न थालिसकेका थिए होइन। हाउ वाज गोबर्नियल डिफ्रेन्ट फ्रम मिसेस ब्रोडा थिङ्किङ। कस्तो थियो त, स्मल होला, साइनिकल होला, उसले सोचे जस्तो होला होइन, ह्यान्डसम होला, टक्टिभ होला भने त्यो केही नै रहेनछ। जस्तो सोचेको ठ्याक्क अपोजिट, त्यही पनि मन पर्यो होइन त। वाइ मिसेस ब्रोडा अनह्याप्पी वेन न्यू अबाउट द भिजिट अफ गोबर्नियल इन देयर लाइफ फार्म।
किन चाहिँ उन चाहिँ के भन्यो त भन्दाखेरि अनह्याप्पी भन्यो। किन खुसी भएन भन्दा उनले सपना बनाएकी थिइन् हामी दुईजना मात्रै घुम्ने, यो समर सिजनमा राम्रो गर्ने, प्लान्टेसन गर्ने, फार्म हाउस जाने, घुम्ने, होइन दुईजनाले चाहिँ आफ्नै के गर्ने त भन्दा टाइम स्पेन्ड गर्ने। तर अर्को थर्ड पर्सन आइदियो, थर्ड पर्सन आएपछि त उसलाई नराम्रो लागेको थियो सुरुमा, होइन त हो। यही कुरा देखाउन खोजेको हो कि यसमा, यसै थाहा पाउनु पर्यो। अनि यही कुरालाई लेखिदिने हो कि अब केही आएन भने त यो त लेखेर आउनु पर्यो। अर्को भेरी मच इम्पोर्टेन्ट है, डेपोटेड सनबाट पनि क्वेसनले सोधेको थियो भन्दा अगाडि फेरि पनि सोध्न सक्छ। यो ट्याक्कसँगले यसलाई हेर्ने। अब हरेक च्याप्टरबाट सोध्छ भनिसके पछाडि त एउटा दुईटा क्वेसनलाई पनि ट्याक्कसँगले प्रिपेयर गर्ने। लास्ट इयरमा सोधेका क्वेसनहरू यिन, होइन। अब थाहा पाउनु पर्यो क्वेसन जुन टेन्समा सोधेको छ एन्सर त्यही टेन्समा लेख्नु। जस्तो जस्टिफाई द टाइटल अफ डेपोटेड सन प्रेजेन्ट टेन्समा छ, प्रेजेन्ट टेन्समा लेखिदिनुहोस् एन्सर। क्वेसनले प्रेजेन्ट टेन्समा दिएको छ भने प्रेजेन्ट टेन्समा लेख्नु पर्यो नि, होइन र हो। क्वेसनले जुन टेन्समा दिएको छ त्यही टेन्समा। अहिले क्वेसनले केमा दिएको छ, यो प्रेजेन्ट टेन्समा हो कि नै, प्रेजेन्ट टेन्समा हो। अब प्रेजेन्ट टेन्समा लेख्नु पर्यो। कसरी लेख्ने त, जस्टिफाई द टाइटल डेपुटेसन हो। अब यहाँबाट सुरु गर्ने, जस्टिफाई त हामीले गर्ने हो नि त, त्यही भएर सार्नु भएन। द टाइटल, ठिक छ, द टाइटल डेपुटेड सन मिन्स के हो त, रेस्पोन्सिबल, रेस्पोन्सिबल, रेस्पोन्सिबल एन्ड अकाउन्टेबल, होइन त, who love, care and support their parents, their parents। यही त हो नि भन्न खोजेको, अरू त केही पनि त छैन, होइन त। उसले चाहिँ आफ्नो बाबुले जति मेहनत गरेर पढाउनु भएको थियो, होइन, उसलाई ठुलो पोस्टमा पुर्याउनु भएको थियो, उसले त्यो गरिसके पछाडि आफ्नो बाबुले गरेको सबै केयरिङ गर्ने, लभिङ गर्ने हो, त्यही हो, ठिक छ। केयरिङ गर्ने, रेस्पोन्सिबल, अकाउन्टेबल, सपोर्टिभ, लभिङ, त्यही भएर चाहिँ यो टाइटल जस्टिफाई छ। यसरी लेख्नु पर्यो क्या ट्याक्कसँगले। जुन टेन्समा सोधेको छ एन्सर त्यही टेन्समा आउनु पर्यो, एक्ज्याक्ट आउनु पर्यो, एक्ज्याक्ट। अब तपाईँलाई क्वेसनले 75 वर्ड्स भन्छ, फेरि याद गर्ने नि, क्वेसनले 75 वर्ड भनेको हुन्छ हो। सर 75 वर्ड्स त पुर्याउनु पर्यो, होइन। अब यतिले मात्र त 75 वर्ड्स पुग्दैन। अब डेभोटेड सनको बारेमा लेख्ने के, डेभोटेड सन भनेको के हो त, डेभोटेड सन, होइन, डेभोटेड सन, दिस स्टोरी एक्सप्लेन अबाउट, होइन, एक्सप्लेन अबाउट मिडल क्लास फ्यामिली अफ, मिडल क्लास फ्यामिली अफ कहाँ, इन्डिया, होइन, इन्डियाको कुनै एउटा ठाउँको बारेमा भनेको, इन्डियाको मिडल क्लासको फ्यामिलीको बारेमा कुराकानी गरेको, होइन। सो दिस टाइटल इज जस्टिफाई बिकज दिस रिजन इज दिस टाइटल इज जस्टिफाई। सुरुमा एक्ज्याक्ट एन्सर लेख्नुहोस् के, सुरुमा हुन्छ नि थेसिस एसाइनमेन्टको, होइन। द टाइटल इज जस्टिफाई बिकज 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 के हुन्छ, बिकज द सन इज रेस्पोन्सिबल केयरिङ अबाउट दियर प्यारेन्ट्स, सक्यो, टाइटल जस्टिफाई भयो, होइन। अब चाहिँ त्यही कुरा लेख्नुहोस् तर लम्ब्याएर लेखिदिनुहोस्। अब द स्टोरी इज रिटन बाई दिस इन दिस स्टोरी एक्सप्लेन अबाउट दिस, सो द्याट्स वाइ द टाइटल इज अ डेभोटेड सन। यसरी लेखिदिनु पर्यो क्या। त्यति गरिसकेपछि त सक्यो नि त भाइ, हो नि त, होइन, ठिक छ ल। ओके, अब याद गर्नु होला है, ठिक छ। अब याद गर्नु होला, यो एन्सर लेखिरहँदाखेरि आउँदै आएन भने त प्लिज 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 मेरो हम्बल रिक्वेस्ट, यही भए पनि सारेर आउनुहोस् है। क्वेसन नछुन्नुहोस् है, केही क्वेसन नछुन्नुहोस्। सर मलाई त आउँदै आउँदैन, त्यही आउँदैन त भन्दैछु त तपाईँहरूलाई, आउँदै आउँदैन र म भनिरहेको छु यो लेखेर आउने, ठिक छ। अर्को यहाँ हेर्नुहोस् त, द ट्रिजर इन द फरेस्ट। मान्छेलाई लोभले लाभ, लाभले बिलाप, लोभ गर्न थाल्यो भने ज्यानै जान्छ भन्ने कुरा हो। यहाँ हेर्नुहोस् त, थिम भनेको ग्रिट, लालची हुन्छ नि मान्छे, डेन्जर, खतरा, बेट्रियल एन्ड द कन्सिक्वेन्स अफ अनचेक्ड एम्बिसन। तपाईँले केही एम्बिसन भनेको तपाईँको लक्ष्य बिना नै कतैतिर जानुभयो, जङ्गलमा जानुभयो भने कहाँ खोला आउला, कहाँ पहाड आउला, कहाँ हिलो आउला, कहाँ काँडा आउला, कहाँ घोचला, कहाँ पोल्ला, होइन त, केही थाहा हुँदैन नि त हो। अनचेक्ड एम्बिसनले चाहिँ मान्छेलाई, ग्रिडीले धेरै डेन्जर सिचुएसनसम्म लिएर जान सक्छ भन्ने कुरा हो। यसमा इभान र हुकर दुईजना इङ्ग्लिस म्यानहरू चाहिँ स्पेनिस खजना खोज्नको लागि, ट्रिजर भनेको खजना, एउटा चाहिँ कहाँ हुन्छ त, जङ्गलमा हुन्छ, एकजना मान्छे हुन्छ है, छिहाङ भन्ने मान्छे हुन्छ, त्यो मान्छेसँग चाहिँ पुरै जङ्गलको रोड म्याप हुन्छ, उसलाई मारेर उन चाहिँ के हुन्छ नि त, ती दुईजना मान्छे त्यहाँसम्म पुग्छन्। त्यहाँसम्म पुग्दा ओर्दा एउटा काँडाले घोज्छ, होइन, पोइजनिस थ्रोन हुन्छ, थ्रोन भनेको काँडा है, ठिक छ, THORN, थ्रोन भनेको एउटा के हुन्छ त भन्दाखेरि काँडाले घोज्छ है, प्रिक्ड बाई द थ्रोन, प्रिक्ड भनेको घोच्नु, अनि थ्रोन भनेको काँडा, काँडाले के गर्छ, घोज्छ, घोचिसके पछाडि अब के हुन्छ, मर्छ। अब इभानको सपना छुट्टै हुन्छ, अब पैसा कमाएर है ठुलो गाडी किन्छु, होइन, एकदम धनी बन्छु भन्ने सपना हुन्छ नि त, हो कि नै हो। यो कुरा चाहिँ के हुन्छ त भन्दाखेरि यहाँनिर लागु हुन्छ।
यही कुरा हेर्ने हो क्या, जिस्ट मात्रै हेर्ने है, जिस्ट मात्रै, ठिक छ। अनि यहाँबाट क्वेसन कस्तो सोध्दो रहेछ, इन्टरप्रेट द स्टोरी ट्रेजर इन द फरेस्ट एज अ मास्टरी स्टोरी। तपाईँलाई के लाग्छ, यो स्टोरी चाहिँ एकदम खतरनाक रोचकमय रहस्यमय छ कि छैन? मास्टरिस भनेको, मास्टरियस भनेको रोचक छ कि छैन, होइन? हो, छ, मास्टरियस नै छ नि त, जङ्गलमा लुकेको खजना खोज्न गइरहेको छन्, होइन? हो, हाउ डिड इभान एन्ड हुकर नो अबाउट द ट्रेजर? ट्रेजरको बारेमा कसरी थाहा पाए? त्यो हिँड्दा हिँड्दै त्यो रोड म्याप, रोड भइसके पछाडि त्यो रोड म्यापमा चाइनिज म्यानलाई देखेर थाहा पाए, होइन त? वाट्स योर ओपिनियन इन द मोरल अफ द स्टोरी? इफ यु आर गोइङ विदाउट द एनी एम्बिसन्स, होइन, इफ द पिपल आर ग्रिडी, सो इट्स क्रिएट द एज अ डेथ अफ द पिपल, डेथको सम्म हामी पुग्न सक्छौँ भनेर भन्न खोजेको त हो नि यसले, है? हो, यो कुरा हामीले हेर्नु पर्यो। अर्को, लुन्छुन, माई ओल्ड होम। लुन्छुन भन्ने मान्छेले चाइनाको फेयरवेलको बारेमा, चाइनाका कति प्रकारका चाहिँ काम गर्ने मान्छेहरू हुन्छन्, त्यस पछाडि उसले चाहिँ आफू जतिसुकै ठुलो पोस्टमा पुगे पनि आफ्नो चाइल्डहुडलाई, आफ्नो गाउँलाई, आफ्नो ठाउँलाई, आफ्नो साथीभाइलाई बिर्सिनु हुँदैन भन्ने कुराको बारेमा, होइन? चाइल्डहुडको बारेमा चाहिँ यहाँनिर के गरेको छ, डिस्क्राइब गरिएको छ, है? अनि चाइल्डहुड भनेको चाहिँ के छ त भन्दाखेरि इनोसेन्स हुन्छ, त्यस पछाडि तपाईँको चाहिँ अर्को भनेको चाहिँ एउटा इमेजिनरी हुन्छ, होइन? अनि मान्छेहरूले चाहिँ धनी र गरिब बिचमा कसरी डिभिजन गर्छन् भन्ने कुराको बारेमा यही कुरा देखाउन खोजेको त छ नि यसमा, होइन? हो, यो कुरा तपाईँले बुझ्नु पर्यो। अर्को के थियो हाम्रो स्टोरी? अर्को स्टोरी त बहुत 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 फेन्टास्टिक वाला थियो, फेन्टास्टिक वाला र सजिलो वाला पनि थियो, होइन? द हाल क्लोज आइज द बुद्ध स्लोली सिङ्गिङ द सन भनेको चाहिँ अब यसले चाहिँ यसमा के रिप्रेजेन्ट गर्छ, के हो भन्ने कुरा हेर्नु पर्थ्यो, होइन? लेडी टुरिस्ट थियो, फरेन भिजिटर विथ द इन्ट्रेस्ट इन द इस्टर्न कल्चर, गाइड थियो लोकल नेपाली स्पिरिचुअली, त्यस पछाडि इन्साइटफुल एन्ड द कल्चरली अवेर भएको मान्छे थियो। चाइल्ड भनेको चाहिँ माइनर क्यारेक्टर जसले रिप्रेजेन्ट द इनोसेन्ट एन्ड द फ्युचर जेनेरेसनको बारेमा यसले चाहिँ क्रिएट गरेको थियो। अब यो यसको थिम के थियो त भन्दाखेरि, दिस स्टोरी एक्सप्लोर द थिम अफ कल्चर प्राइड, इस्ट वेस्ट कन्ट्राक्ट, spirituality, inner wisdom versus the surface of knowledge, and the harmonious connections between the nature, might, knowledge and understanding. हो, यही कुरा चाहिँ हामीले लेख्नु पर्यो क्या। अब ट्याक्क 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 पारेर चाहिँ सट्ट त्यहाँ लेख्ने, अनि यो एन्सरलाई टक्क कनेक्ट गरेर लेख्ने, है? अर्को भनेको चाहिँ हाम्रो यो चाहिँ गार्गियल गार्गिया मार्क्युजले लेखेको अ भेरी ओल्ड म्यान विथ इनमरस विङ वाला। यो पेलायो भन्ने, एलेजेन्डा भन्ने, फादर अफ गोन्जागो भनेको पेरिस त्यो भिलेजको, होइन? अनि त नाइबर्स वुमन भन्ने चाहिँ जसले सबै हत्या, यो हुन्छ नि, सबै 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 त्यो अत्याचार गरेको देख्ने, यो बुढोलाई अत्याचार गरेको थियो नि, त्यो बुढोलाई अत्याचार गरेको जुन ओल्ड म्यान छ, अलिकति डटी टाइपको, डरलाग्दो टाइपको मान्छे थियो, होइन? त्यही भएर त्यो चाहिँ सबै मान्छेले हेट गर्ने के, मान्छे त्यो बाटो पनि नहिँड्ने, त्यस्तो प्रकृतिको, होइन? एउटा आइरोनिक केबमा बन्द गरिदिएको, अनि उसलाई इच्छा के जागो त, सबै चराहरू आउने, उसको नजिकै आउने, बस्ने, टुप्लुक 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 हिँड्ने। यदि म पनि यो केबबाट बाहिर निक्लिन पाएको भए, इफ, होइन, इफ आई एम एबल टु केम आउट फ्रम दिस केभ, आई विल फ्लाइ इन द स्काई, म पनि उड्न सक्थेँ होला, फ्रिडम हुन्थ्यो होला, म पनि यस्तो हुन्थ्यो होला। यो जस्ट इमेजिनेसन हो कि, मान्छे चाहिँ अरूमाथि डिपेन्डेन्ट भयो, अरूमाथि चाहिँ तपाईँको डिपेन्डेन्ट विक भयो, अरूभन्दा फरक भयो भने कसरी मान्छेले हेप्छन्, कसरी हामी सोसाइटीबाट टाढा हुन्छौँ, आफ्नै फ्यामिलीले हामीलाई कतिसम्म चाहिँ त्यो के गर्छन् त भन्दा इग्नोर गर्छन् भन्ने कुराको बारेमा चाहिँ यो देखाउन खोजेको यसले, है? अरू केही पनि होइन। दिस इज म्याजिकल रियलिस्टिक स्टोरी। म्याजिकल भनेको नट रियालिटी, स्टेजमा देखाउने एउटा म्याजिक जस्तै हो भनेर भन्न खोजेको, है? अब पोएममा अ डे पनि इम्पोर्टेन्ट छ। यसमा बुझ्नुपर्ने कुरा चारवटा कुरा त हो नि, सनराइज, सनसेट, बर्ड फ्लाइङ र डार्कनेस। सनराइज भनेको के गर्ने, घाम अस्ताउने, जहाँ चाहिँ के हुन्छ त भन्दाखेरि, के अरे, सनराइज भनेको घाम उदाउने, मान्छेको के हुन्छ, ह्याप्पिनेस हुन्छ, इनोसेन्स हुन्छ, बर्थ हुन्छ, होइन? अनि बर्ड फ्लाइङ भनेको फ्रिडम, ह्याप्पिनेसको कुरा गरेको छ। सनसेट भनेको कोही मान्छे यो संसारबाट हराउनु, डेथ हुनु, एक्सपिरियन्स अफ मास्ट्रीको कुरा गरेको छ। डार्कनेस भनेको सबैतिर अँध्यारो हुनु, होइन, कन्फ्युजन, इन्ड अफ लाइफ, यही कुरा हो। हरेकको यो गर्नु पर्यो, ठिक छ? यो समरी याद गर्ने, ट्याक 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 जस्तो क्वेसन सोधोस् के ट्याक्क हानेर आइहाल्ने। यहाँ हेर्नुहोस् त, इज द स्पिकर वाचिङ द मर्निङ सन, वाइ एन्ड वाइ नट? मर्निङ सन किन हेर्दैछन् त? मर्निङ सन बिकज मर्निङ सन प्रोभाइड द बर्थ, इनोसेन्ट, जोइज, ह्याप्पिनेस, फ्रिडम फर अल द एभ्री वान। सो द्याट्स वाइ द स्पिकर इज वाचिङ द मर्निङ सन, होइन? किन हेर्छन् त भन्दाखेरि, वेन द सन इज राइजेज इट्स लाइक द रोज। जब के हुन्छ, सन चाहिँ राइजेज हुन्छ तर रोज जस्तै के हुन्छ, फुल्छ, होइन? घामका किरण जब आउँछन्, ऱ्यान लाइक स्क्वाइरल्स, त्यस पछाडि तपाईँको स्क्वाइरल जसरी कुद्छ चारैतिर, हो, यही कुरा त भन्न खोजेको हो नि। त्यही भएर चाहिँ उनले हेरिरहन्छन् भनेर भनेको छ, है?
अर्को भेरी मच इम्पोर्टेन्ट है यहाँबाट पनि, एभ्री मर्निङ आई वेक, यहाँबाट सोध्न सक्ला तपाईँलाई 2 मार्क्सको। अब यसमा तपाईँले बुझ्नुपर्ने कुरा के, भगवान भगवान भन्ने छन् नि, भगवानको इम्पोर्टेन्ट छ, ठिक छ, भगवानको इम्पोर्टेन्ट छ, भगवानको महत्व छ। यो संसारमा हामीले भगवानलाई बुझ्नुपर्छ। मान्छे पैसाको पछाडि मात्रै कुदिरहेको छन्, त्यस्तो गर्नु हुँदैन। यो भगवानमा हामीले विश्वास राख्नुपर्छ। भगवान भनेको यो संसारको क्रिएटर हो, रिमोट कन्ट्रोल उहाँसँगै छ। हामी भनेको त मोटल बिङ हो नि, मर्नको लागि जन्मेको। वी आर ब्रोन टु डाई, पोर क्रिएचर। पोर क्रिएचर भनेको के, कोही राम्रा छन्, कोही नराम्रा छन्, होइन त। वी आर नट होली ब्याड or गुड, हु लिभ्स आवर अन्डर द मिल्कुट। मिल्कुट भनेको प्लेस वेयर द पिपुल आर लिभिङ, सम पिपुल आर द गुड एन्ड सम पिपुल आर द ब्याड। त्यसलाई प्लेसलाई हामीले मिल्कुट भनेर भन्छ है। यसमा थाहा पाउनु पर्यो तपाईँले, पोर क्रिएचर भनेको के हो। अब क्वेसनले भन्छ क्या, यो पोइममा पोर क्रिएचर भनेर कसलाई भनेको भन्दा मोटल बिङ्सलाई, जो मान्छे यो संसारमा किन जन्मेका छन्, मर्नको लागि। विच लिभिङ अन्डर द मिल्कुट। अब यसलाई एक्सप्लेन गरिदिने, त्यो थेसिस स्टेटमेन्ट भयो भनेको एक्ज्याक्ट एन्सर आयो। अब बिचमा जे लेख्नुहोस्, तर लेख्न चाहिँ लेख्नुहोस्, 2मा 2 आइहाल्छ, ठिक छ। केही आउँदै आएन भने त यो याद गर्नु भएको छ त्यही लेखेर आउने, केही नहुनु भन्दा केही हुनु राम्रो है फेरि, ठिक छ। ओके ल, आई वाज वन माई रुट, भेरी 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 इम्पोर्टेन्ट, आई वाज वन माई रुट, जुलिया डी बर्गोजले लेखेको। यसमा तपाईँले बुझ्नै पर्ने कुरा मास्कुलियन कन्सेप्ट, ठिक छ। मास्कुलियन कन्सेप्ट भनेको पहिलाको मान्छेको एउटा रूढिवादी परम्परा हुन्थ्यो नि, मेल डोमिनेटेड सोसाइटी। महिलाहरू चाहिँ अगाडि जानै हुँदैन, महिलाहरू चाहिँ अगाडि बढ्नै हुँदैन, यो महिलाहरूको केही पनि छैन यो संसारमा एक्जिस्टेन्स भन्ने हुन्छ नि, त्यो त्यस्तो प्रकृतिको रूढिवादी समाज भएको ठाउँमा चाहिँ अब महिलाले आफैले लिबरलाइजेसन हुनुपर्छ, फ्रिडम चाहिन्छ, म आफ्नो बाटो आफै क्रिएट गर्न सक्छु भनेर चाहिँ वुमनको फ्रिडम लिबरलाइजेसनको बारेमा यो स्टोरीमा देखाउन खोजेको छ। के तपाईँले क्वेसनले सोधो भने पनि लेख्ने यही नै हो यसमा चाहिँ, याद गर्नुलाई फेरि यो 3टा कुरा छुटाउनु भएन यसमा। फ्रिडम, लिबरलाइजेसन भनेको बाँच्न पाउने, र मेल र फिमेल बिचमा इक्वालिटी, मेल एन्ड फिमेलमा इक्वालिटी, याद गर्नुलाई। इक्वालिटी बिट्विन र मेल एन्ड फिमेल भेरी मच इम्पोर्टेन्ट छ यो, ठिक छ। कुरा बुझ्नु पनि, जेन्डरको इक्वालिटी के, प्रिजुडाइस भनेको रङ एजम्सन गर्ने, इनइक्वालिटी भनेको चाहिँ महिला र पुरुष बिचमा भेदभाव गर्ने, यस्तो यस्तो प्रकृतिको सोसाइटीबाट हटाएर चाहिँ नयाँ क्रिएट गर्न खोज्दै हुनुहुन्छ क्या। अब महिलाले पनि गर्न सक्छन्, पुरुषले गर्न सक्छन्, महिलाले पनि गर्न सक्छन्, होइन। मेल एन्ड फिमेल आर द 2 पार्ट अफ द सेम कोइन के, एउटै कोइनको 2टा पार्ट भए जस्तै सोसाइटीमा मेल र फिमेल एकअर्काका परिपूरक हुन् भनेर उहाँले भन्नुहुन्छ। त्यही भएर ऱ्याडिकल फेमिनिस्ट, महिलाको प्रतिवादी, यी च्यालेन्जेसहरूलाई हामी अगाडि लगेर चिरेर अगाडि बढ्नुपर्छ, आफ्नै इन्डिपेन्डेन्ट हुनुपर्छ, फ्रिडम चाहिन्छ, अब हाम्रो लाइफको बाटो आफै बनाउनुपर्छ भनेर चाहिँ महिलाहरूलाई इन्करेज गर्दै हुनुहुन्छ। हो, यही कुरा लेख्न पर्यो तपाईँले। क्वेसन सोध्छ यही कुरा, एक्सप्लेन द फलोइङ लाइन विथ द रिफरेन्स टु द कन्टेक्स्ट भन्छ। यहाँ हेर्नुहोस् त, एट इच एडभान्सिङ स्टेट अन माई रुट फरवर्ड, हरेक पाइला मेरा अगाडि बढिरहँदा, माई ब्याक वाज रिप्ड, मेरो पछाडि च्यातिएको छ भनेको मेरो पछाडि चाहिँ यो म्यास्कुलिन सोसाइटी छ जसले मेरो कुरा काट्छ, मलाई अगाडि बढ्न दिँदैन, खुट्टा तान्ने मान्छे हुन्छ भन्न खोजेको, ठिक छ। बाई द डिस्पेरेट फ्ल्यापिङ विक्स, बाँचिएका च्यातिएका ठाउँहरू छन्, ती मान्छेहरूले मलाई अगाडि बढ्न दिएका छैनन्। तर अफ द ओल्ड गार्ड भनेको पहिलेकै सिस्टम के, मान्छेकै पहिलेकै सोच, पहिलेकै विचार, नयाँ केही पनि छैन, र त्यो कुरालाई चिरेर म अगाडि बढ्न चाहन्छु। मेरा एभ्री स्टेप्स अफ माई फुट आर गोइङ अप एन्ड फरवार्डिङ भन्दै हुनुहुन्छ उहाँले। अगाडि बढिरहेका छन्, अगाडि गइरहेका छन्। फरवार्ड, फ्रिडम, लिबर्टी, इन्डिपेन्डेन्स एन्ड क्रिएट आवर वान पाथ। यति त हो नि, होइन र? यति हो, लेख्न पर्ने यही हो, यही सार्ने हो, अरू केही गर्न पर्दैन। अर्को द अवेकिन एज, डिमान्ड फर फ्रिडम। अब एउटा पोइम याद गरेपछि 3वटा पोइमलाई याद लाग्छ, याद गर्नु होला। एउटा पोइमको याद गरेपछि 3वटा पोइमलाई, यसमा पनि फ्रिडमको कुरा गरिएको छ, याद गर्नु होला। यसमा पनि फ्रिडमको कुरा, लिबरलाइजेसनको कुरा गरिएको छ, ठिक छ। यसमा पनि के को कुरा गरिएको छ, एजुकेसनको कुरा गरिएको छ, एजुकेसन सिस्टम राम्रो हुनुपर्छ, पिस चाहिन्छ, युनिटी चाहिन्छ भन्दै हुनुहुन्छ, होइन हो। अब तपाईँले के याद गर्नुभयो, आई वाज वन माई रुटमा पनि फ्रिडमको कुरा गरेको छ, लिबरलाइजेसनको कुरा गरेको छ, इन्डिपेन्डेन्सको कुरा गरेको छ, सफ्ट स्ट्रममा पनि फ्रिडमको कुरा गरेको छ, लिबरलाइजेसनको कुरा गरेको छ, एजुकेसनको कुरा गरेको छ, पिसको कुरा गरेको छ, युनिटीको कुरा गरेको छ, हार्मोनाइजेसनको कुरा गरेको छ। हो, त्यही भएर एउटा पोइमसँग अर्को पोइम इन्टरकनेक्टेड छ,
कुरा बुझ्नुभयो नि? यो 3टा पोएम चाहिँ तपाईँले बुझिसकेपछि धेरै कुरा बुझ्नुभयो क्या, धेरै कुरा बुझ्नुभयो। कुरा बुझ्नुभयो नि? त्यही भएर अब त्यो सफ्ट स्ट्रम भन्ने पोइन्ट चाहिँ नि हरेक वर्ष क्वेसन सोधेको छ, ठिक छ? हरेक वर्ष क्वेसन सोधेको छ सफ्ट स्ट्रमबाट। यसपालि पनि नसोध्ला त भन्न सकिँदैन, फरक क्वेसन सोध्ला, तर त्यो च्याप्टरबाट क्वेसन चाहिँ सोध्न सक्छ है। इम्पोर्टेन्ट हो। आई वाज ओन माई रुट अनि सफ्ट स्ट्रम, अरूलाई पनि छोड्ने चाहिँ होइन, त्यो दुईटा चाहिँ अलिक बढी फोकस गरेर राख्ने है। अब यसमा इम्पोर्टेन्ट क्वेसन के हो? हु आर द पिपुल ट्राभल थ्रु द मेरिडियन लाइन? मेरिडियन लाइनबाट ट्राभल गर्ने पर्सन्सहरू को हुन् त भनेर भन्न खोजेको। वाट डज द पोइट मिन इन न्यू वर्ल्ड? नयाँ संसार भनेको के हो? अब याद गर्नु पर्यो। मेरिडियन लाइनबाट ट्राभल गर्ने पिपुलहरू भनेको चाहिँ यसलाई दुईटा पार्टमा डिभाइड गरेको छ। एउटा भनेको चाहिँ के त, एउटा भनेको चाहिँ के छ त भन्दाखेरि जहाँ चाहिँ भोइलेन्स छ, जहाँ सप्रेसन छ, जहाँ अपरेसन छ, मान्छेहरूलाई गन्दैनन् होइन, हो यस्तो प्रकृतिको लाइन जहाँ चाहिँ ओल्ड सिटिज छ। अब वाट डज द पोइट मिन न्यू वर्ल्ड? न्यू वर्ल्ड भनेको जहाँ पिस छ, जहाँ युनिटी छ, जहाँ इम्प्लोइमेन्ट छ, जहाँ एजुकेसन छ, हो यही कुराले देखाउन खोजेको। हाउ पिपुल आर बेनिफिटेड बाई द न्यू पिपुल? कसरी बेनिफिटेड हुन्छन्? किनकि अब त्यहाँ स्टार्भेसन हुँदैन, त्यहाँ पोभर्टी हुँदैन, त्यहाँ इम्प्लोइमेन्ट क्रिएसन हुन्छ, त्यहाँ कन्फ्लिक्ट हुँदैन, त्यही भएपछि बेनिफिटेड हुन्छन् पिपुलहरू, होइन त? हो यही कुरालाई चाहिँ यहाँनिर देखाउन खोजेको छ है। सबै 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 इम्पोर्टेन्ट छ, यो कुरालाई गर्नु पर्यो। अब सफ्ट स्ट्रम तपाईँलाई थाहा छँदैछ, यो भेरी मच इम्पोर्टेन्ट। किन? इन द कन्टेक्स्ट अफ नेपाल, नेपालको कन्टेक्स्टमा हो क्या यो। यहाँ हेर्नुहोस् त, सिम्बोल के छ? रिप्रेजेन्ट द चोस। कन्फ्युजन हो है चोस भनेको, कन्फ्युजन के गर्ने कसो गर्ने भन्ने कुरा। इनोसेन्स, साइलेन्स, अपरेसन, नेचुरल ब्युटी, होप, कन्स्ट्रक्टिङ अफ सोसाइटी, डार्कनेस विथ द लङ्गिङ फर द पिस भनेको मतलब के गर्न खोजेको? पिसको डिमान्ड गरिरहेको होइन त? पिस, युनिटी, फ्रिडम, इन्भाइरोमेन्टल प्रोटेक्सन, हो यही कुरा देखाउन खोजेको है यसले पनि। ल अब यो एसे त, यो अनलाइब्रेरिज त, म्यारिज एज अ सोसल इन्स्टिट्युसन त, किन म्यारिज एज अ सोसल इन्स्टिट्युसन राखियो भनेर सोध्न सक्छ। किनभने दुईजना पिपुलहरू, दुईजना फ्यामिलीहरूलाई बााउन्ड गर्छ, दुईजनालाई क्रिएट गर्छ, लिगल अब्लिगेसन हुन्छ, सोसियल्ली बााउन्ड हुन्छ होइन त, सोसाइटीले अप्रुभ गर्छ। त्यही भएर यसलाई हामीले के भन्छौँ? म्यारिजलाई चाहिँ इन्स्टिट्युसन भन्छौँ के। अथरको अनुसारले म्यारिज भनेको के हो? दुईजना बिचमा मिलेर एरेन्ज म्यारिज गर्नु भनेको चाहिँ म्यारिज हो भनेर भन्छन् क्या अथरले चाहिँ। हो यही कुरा लेख्ने यहाँ है। अर्को नोलेज एन्ड विजडम भेरी मच इम्पोर्टेन्ट छ। यो कम्पोनेन्ट्स नबिर्सिने ल। मैले अस्तिको क्लासेसमा पनि कम्पोनेन्ट्स भनेको थिएँ नि। कम्प्रिहेन्सिभनेस, प्रोपोर्सनालिटी, ह्युमन अन्डरस्ट्यान्डिङ, क्रिएटिभिटी एन्ड नोलेज, हो यो 5वटा कम्पोनेन्ट छ। यो 5वटा कम्पोनेन्ट्सलाई कहिले पनि नबिर्सिने, सोध्न सक्छ, याद गर्नु होला। कसरी नोलेज र विजडम डिफ्रेन्ट छ, नोलेज भनेको के, विजडम भनेको के, सोध्न सक्छ है। यहाँनिर याद गर्नु पर्यो ल। अर्को के छ? ह्युमिलिटी छ। ह्युमिलिटी भन्ने शब्द कसरी आएको, के क्रिएटिभिटी हुन्छ ह्युमन बिङसँग भन्ने कुरा। अब यसमा याद गर्नुपर्ने यो याद गर्नु पर्यो। मोरालिटी, आर्ट, स्पिरिचुअलिटी र क्रिएटिभिटी मान्छेले जन्मिँदैखेरि लिएर आएको हुन्छ। विभिन्न धर्महरूले बिचमा बसेर यो शब्द त हामीले प्रयोग गरेको, यो शब्द त हामीले प्रयोग गरेको, तिमीहरूले प्रयोग गरेको होइन भनेर भन्छन् मान्छेहरू होइन। तर त्यस्तो होइन। ह्युमिलिटी भन्ने शब्द यो के हो त? मान्छे जन्मिँदैखेरि क्रिएटेड भएर आएको हुन्छ। हरेक धर्मले आफ्नो आफ्नै स्टेटमेन्ट दिए तापनि, तर यो ह्युमिलिटी भन्ने शब्द चाहिँ इनहेरिटेड हुन्छ भनेर भन्छ, अनब्रथ हुन्छ कि। तब ब्रोन हुँदैखेरि के हुन्छ त भन्दाखेरि आएको हुन्छ भन्छ होइन। ओके, अर्को छ के छ? ह्युमन राइट्स एन्ड एज अफ इनइक्वालिटी भनेको यो चाहिँ मान्छेको अधिकारको बारेमा छ, ह्युमन हिस्ट्रीको बारेमा छ, यो पढ्नु पर्यो अलिकति है। अर्को अन लाइब्रेरिज, ओलिभर स्याक्सले लेखेको, यो भेरी मच इम्पोर्टेन्ट छ। अहिले डिजिटल लाइब्रेरीहरूले गर्दा फिजिकल बुक्सहरूको प्रिसेन्स हराइसक्यो। त्यही भएर चाहिँ के भन्छन् त भन्दाखेरि राइटरले चाहिँ फिजिकल बुकहरू एकदम धेरै प्रिफर गर्ने होइन। ल अब यो सबै क्वेसन्सको एन्सर याद गर्नुहोस् है। तपाईँलाई क्वेसन्सको एन्सर याद गरेर सक्नुहुन्न होला जस्तो लाग्छ। अब क्वेसन्सको एन्सर मैले हरेक क्वेसनको एन्सर राखिदिएको छु। कुरा बुझ्नु भएन? त्यो पिडिएफ मैले जुन तपाईँहरूलाई पठाएको थिएँ नि क्वेसन एन्सरको पिडिएफ, त्यो क्वेसन एन्सरको पिडिएफमा त तपाईँले त्यति पढ्नुभन्दा 20 मार्क्स आउँछ। त्यहाँभन्दा बाहिरबाट सोध्दै सोध्दैन ल क्वेसन एन्सर। याद गर्नुभयो नि? अब एक्ज्याक्ट क्वेसन एन्सर राखिदिएको छु, अलिअलि थप्नु त पर्यो तपाईँहरूले पनि। मैले थेसिस सिस्टमले राखिदिएको छु क्या, यति चाहिँ याद गर्नै पर्छ, बाँकी अलिअलि थपथाप गर्नु है भनेर राखिदिएको मैले त्यो। अब त्यसमा हरेक च्याप्टरबाट सोध्न सक्ने पोसिबल क्वेसनको एन्सर सबै नै छ ल। कुरा बुझ्नुभयो नि? त्यो पिडिएफ म फेरि फरवर्ड गरिदिन्छु। ओके, ठिक छ। त्यो पिडिएफ फेरि फरवर्ड गरिदिन्छु। जो गुगल क्लासरुममा हुनु न उहाँहरूले हेर्नु पर्यो। अब यो एसएहरू इम्पोर्टेन्ट छ। त्यस पछाडि अरू भनेको म्याटर अफ फर्स्ट पनि यसपालि यहाँबाट सोध्ला कि जस्तो लागेको छ मलाई, एकचोटि यो हेरौँला। ठिक छ। अर्को भनेको अब यो होइन, द बुल भइहाल्यो। द बुल पनि इम्पोर्टेन्ट छ। फेसिङ देश पनि इम्पोर्टेन्ट छ है। द बुल पनि इम्पोर्टेन्ट छ, द बुललाई पनि हेर्ने ल। के हो, केही आउँदै आएन भने समरी लेखेर आउने नि फेरि जुनसुकै क्वेसनको।
म के भन्दैछु, केही आउँदै आएन भने समरी लेखेर आउनु है। ल, अब 8 मार्क्समा के पढ्नु पर्यो? जब एप्लिकेसन। मलाई लाग्छ यसपालि तपाईँहरूलाई जब एप्लिकेसन सोध्न सक्छ है, मेरो विचारमा नि। फेरि जब एप्लिकेसन मात्रै प्रिपेयर गर्ने होइन, जब एप्लिकेसन सोध्न सक्छ। त्यही भएर यो फर्मेटमा ट्याक्कसँगले जब एप्लिकेसन बनाउने, यो फर्मेटमा मैले जब एप्लिकेसनको सबै पढाइसकेको छु, एक एकवटा हेर्नु पर्यो। ठिक छ। मैले आज किन वान सर्ट रिभिजन गरेको, तपाईँहरूलाई यो टपिक छ यसरी पढ्नु है भन्नको लागि गाइड गरेको कुरा बुझ्नुभयो नि। ठिक छ। ल, यो पिडिएफ पनि पठाइदिन्छु। अनि बाँकी रहेको कुरा भनेको, यो पिडिएफ भनेको सर्ट फर्ममा हो, कुरा बुझ्नु भएन। तपाईँसँग 1000 रुपियाँ छ भने 1000 रुपियाँको त्यो 1 लाख रुपियाँ छ भने सुरुमा देखिने 1000 रुपियाँ जस्तो मात्रै हो यो चाहिँ। 1 लाख रुपियाँ गर्नको लागि त भित्र 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 जुन छ नि, त्यो भित्रको त्यो सबै कुरा गर्नुपर्छ क्या तपाईँले। हो, त्यो भित्रको चाहिँ सबै गुगल क्लासरुममा छ है, त्यहाँबाट हेर्ने। ठिक छ। अनि अर्को न्युज स्टोरी आर्टिकल्सहरू, त्यस पछाडि अर्को भनेको यो लेटर टु एडिटर यसपालि नआउन सक्छ है, यसलाई खासै प्रिपेयर गर्नु पर्दैन। त्यही पनि यसो हेर्ने चाहिँ, किनभने योभन्दा अगाडि सोधेको छ है, रेगुलरलाई सोधेको छ, त्यही भएर नसोध्ला। इमेल राइटिङ सोध्न सक्छ, कि त बिजनेस लेटर, कि जब एप्लिकेसन, कि इमेल राइटिङ। यो मध्ये एउटा त फिक्स नै हो तपाईँहरूलाई है, त्यो प्रिपेयर गर्ने इमेल राइटिङ पनि बेस्ट तरिकाले। त्यस पछाडि अर्को पर्सनल लेटर, भेरी मच इम्पोर्टेन्ट। मैले सजिलो तरिकाले राखिदिएको छु यो कसरी गर्ने भनेर। अनि 7 मार्क्सको लागि मलाई लाग्छ जहाँसम्म तपाईँहरूलाई 7 मार्क्सको लागि है, अब 10 मार्क्सको लागि के पढ्नुपर्छ थाहा छँदैछ। एसे र प्रेस रिलिज मध्ये कुनै एउटा सोध्न सक्ला यसपालि है, प्रेस रिलिज, एसे। त्यस पछाडि अर्को भनेको मुभी रिभ्यूहरू पनि सोध्न सक्ला। ठिक छ, मुभी रिभ्यू। अर्को प्याराग्राफ राइटिङ 7 मार्क्समा, प्याराग्राफ राइटिङ। अनि त्यस पछाडि न्युज स्टोरी, यो दुईटा मध्ये कुनै एउटा सोध्न सक्ला है तपाईँहरूलाई यसपालि। कि त बार डायग्राम यो डिस्क्राइब गर्नेवाला यस्तो योवाला मैले सबै राखिदिएको छु। ग्रामरको त अब वान सर्ट भइहाल्यो। अनि अनसिन्स प्यासेजको कसरी सल्युसन गर्ने भन्ने पनि हालिदिइसकेको छु। ल, अलमोस्ट सबै कुरा सकिसकेको छ, केही त्यस्तो समस्याको कुरै भएन यसमा होइन। यो पिडिएफ म फेरि पठाइदिन्छु, टेन्सन केही गर्नु पर्दैन। यो संसारमा तपाईँहरूलाई कसैले खाँदैन, एक्जाम लिने मान्छे पनि लिने मान्छे नै हुन्। ठिक छ। तपाईँहरूको ब्याक दिने एक्जाम 16 गते छ। जो साथीहरू ब्याकको प्रिपरेसन गर्दै हुनुहुन्छ, 16 गते एक्जाम छ, टेन्सन गर्नु परेन। ठिक छ। रेगुलर र ब्याकको छुट्टा छुट्टै क्वेसन आउँछ, सेम त्यस्तै आउँछ, प्याटर्न सेम हो, तर एक दुईवटा वर्ड छुट्टा छुट्टै हुन्छ। त्यही भएर रेगुलरलाई जे सोध्छ ब्याकले त्यो मजाले प्रिपरेसन गर्नुपर्छ। म प्रिपरेसन गराइहाल्छु। ठिक छ। 14 गतेको क्वेसन टेन्सन केही पनि गर्नु परेन। भोलि पनि क्लास हुन्छ, पर्सि पनि क्लास हुन्छ। क्लास हुन्छ, तर म अब भोलि चाहिँ तपाईँहरूलाई ग्रामरको फेरि एकचोटि रिभिजन गराउँछु, के गर्ने, कुन क्वेसनहरू पढ्ने, कुनलाई अलिक बढी प्राथमिकता राख्ने, अनसिन्स प्यासेजलाई फेरि कसरी गर्ने भन्ने कुराहरू म भोलि एकचोटि रिभिजन गराउँछु। र माई डियर लभली स्टुडेन्ट्सहरू, मेरो हम्बल रिक्वेस्ट छ है तपाईँहरूलाई। ठिक छ। केही आउँदैन भने यो पिडिएफ जसरी हुन्छ, अब लग्न सकिन्छ भने लिएर जानुहोस्, म त त्यही भन्छु। मेरो स्टुडेन्टहरू फेल भएको म देख्न चाहन्न। ठिक छ। एनी हाउ पास गर्नु पर्यो। तपाईँलाई चाहिने कुरा सबै पढाइसकेको छु मैले। मेरो एक्जाम भएर अलिक टाइम दिन नसकेको, 3-4 घन्टा टाइम दिन्थेँ म तपाईँहरूलाई। आई नो यु आर डिसएक्टिफिकेसन विथ मी, बट इट्स माई हम्बल रिक्वेस्ट, आइ एम रियली सरी है। धेरै टाइम दिन नसके पनि 1 आवर जति टाइम दिए पनि तपाईँहरूलाई पुग्दो मोटिभेसन म दिन्छु। पढ्ने काम तपाईँहरूको है, यो पिडिएफ पठाउने काम मेरो, पढ्ने काम तपाईँहरूको। एक्जाममा के गरी हुन्छ, कसो गरी हुन्छ, के हेल्प गर्नुपर्ने मैले, म सबै शस्त्र अस्त्र जे युज गरेर हुन्छ पास चाहिँ गर्नु पर्यो है त। फेल भन्ने चिज डिक्सनेरीमा नहोस्। ओके। ल, सी यू टुमोरो। राम्रोसँग प्रिपरेसन गर्ने, केही काहीँ कतै केही कन्फ्युजन छ भने ग्रुपमा साथीहरूसँग डिस्कस गर्ने, कहाँ सेन्टर पर्यो, के गर्ने भन्दा पनि